घरमा स्विमिङ पुल त बनाउँदै हुनुहुन्छ तर पानी परेको बेलामा ओभरफ्लो र ड्रेनेज सिस्टम चाहिँ कसरी म्यानेज गर्ने त? ओभरफ्लो र ड्रेनेज म्यानेजमेन्ट सिस्टमले तपाईको स्विमिङ पुलको वाटर क्वालिटी मेन्टेन गर्न, साइडको स्ट्रक्चरहरूलाई प्रोटेक्ट गर्न र साथसाथै क्वालिटी इन्स्योर गर्नलाई मद्दत गर्छ। ड्रेनेज सिस्टम म्यानेज गर्नलाई के कस्तो स्ट्रक्चर्सहरू आवश्यक पर्छन् त? ड्रेनेज सिस्टम र ओभरफ्लो म्यानेज गर्नको लागि तपाईको स्विमिङ पुलमा ओभरफ्लो च्यानल, डेक ड्रेन, ब्यालेन्स ट्याङ्क र ब्याकवास सिस्टम राखिन्छ। यी सबै स्ट्रक्चर्सहरूले काम चाहिँ कसरी गर्छन् त? सुरुमा त पुलको एजमा लगाइएको ओभरफ्लो च्यानलमा वाटर कलेक्ट हुन्छ। यहाँबाट पानी ब्यालेन्स ट्याङ्कमा जान्छ, जहाँबाट आवश्यक पर्दा पुलमा फेरि पानी राख्न सकिन्छ, जसले गर्दा वाटर लेभल ब्यालेन्स हुन्छ। अर्को भनेको डेक ड्रेन, जुन चाहिँ पुलको चारैतिर अलि स्लोपमा बनाइन्छ, त्यसले गर्दा पानी ड्रेन हुन एकदम मद्दत हुन्छ। र अन्तिममा फिल्टर गर्दा निस्केको पानीलाई सिवर लाइनमा पठाउनलाई ब्याकवास सिस्टम राखिन्छ। यसरी स्विमिङ पुलमा ओभरफ्लो म्यानेजमेन्ट स्ट्रक्चर्सहरू राख्नाले पानी परेको मौसममा वाटर ओभरफ्लो हुँदा पनि सजिलै म्यानेज हुन्छ। यो थियो तपाईको घरमा स्विमिङ पुल बनाउँदा राख्नुपर्ने ड्रेनेज सिस्टम र ओभरफ्लो म्यानेजमेन्टको जानकारी। अब तपाई स्विमिङ पुलको बारेमा अरु के कुरा जान्न चाहनुहुन्छ कमेन्टमा भन्न नबिर्सिनुहोला।